के हरेक दिन चिसो पानीले नुहायो भने निमोनिया वा बिरामी परिन्छ त? अहिले चिसो पानीले नुहाउने ट्रेन्ड नै छ। यसको हेल्थ बेनिफिटहरु पनि धेरै छ, जस्तै ब्लड सर्कुलेसन बढाउने, जसले गर्दा घाउ वा इन्फ्लामेसनहरु छिटो रिकभर हुन्छ। अनि जिम पछि पनि मसल रिकभरी फास्ट हुन्छ, माइन्ड अलर्ट हुन्छ र फोकस हुन्छ। स्किन र हेयरको हेल्थ पनि राम्रो हुन्छ, मेटाबोलिजम फास्ट हुन्छ र तपाईको चिसोसँग लड्ने इम्युनिटी पनि बढ्छ। त्यसो भए नेपालमा किन चिसो पानीले नुहाउन हुँदैन भन्छन् त? चिसो पानी आफैले निमोनिया वा रुगाखोकी लाग्ने होइन। यसको लागि तपाईलाई भाइरस चाहिन्छ, अनि भाइरसलाई चिसो इन्भाइरोमेन्ट मन पर्छ, जसले गर्दा तपाईको शरीरमा अलरेडी भाइरस छ भने त्यो भाइरसलाई चिसो इन्भाइरोमेन्टले फाइदा गर्छ। अनि चिसो दिनहरुमा तपाई भित्रै बस्नुहुन्छ, झ्याल ढोका बन्द गरेर। त्यसैले अरु कसैले यो भाइरसहरु ल्यायो भने चिसो मौसममा छिटो फैलिन्छ। त्यसैले चिसो पानीले नुहाएर बिरामी परिने होइन, बरु तपाईको इम्युनिटी झन राम्रो हुन्छ। तर आइस वाटरले नुहाउँदै हुनुहुन्छ भने 3-4 मिनेट भन्दा बढी ननुहाउनु होला। अनि आफ्नो ब्रिदिङ पनि राम्रोसँग कन्ट्रोल गर्नुभयो भने यो गर्न सजिलै हुन्छ। मुटुको रोगीहरुले चिसो पानीले ननुहाउनु होला। हामीलाई फलो गर्नु भएको छैन भने अहिले नै फलो गर्नु होला। थ्यांक यू फर वाचिङ।